हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। अनि धेरै पछि मेरो ब्लग आएको छ। अनि अहिले चाहिँ देख्नु होला फोन पनि नयाँ लिएको, अनि त्यही भएर चाहिँ अब चाहिँ ब्लग सुरु गरेको। सबैजनाले साथ सपोर्ट दिनुभएको थियो, फेरि पनि दिनु होला। आज चाहिँ हाम्रो यात्रा बुटोलतिर रहनेछ। अनि अलिकति कपाल पनि पालेको, धेरै पछि देख्नु होला मलाई युट्युबमा लङ भिडियो। यो रहेको छ बयडाँडाको बाटो, जुन अहिले एकदम राम्रो भएको छ। त्यसपछि आउँछ फेरि यो शिवालय मन्दिर कटेपछिको कालो चिल्लो, हालचालमा बनाएको भएर कालो देखाएको छ। अनि त्यसपछि हामी पुग्छौँ अब चाहिँ ठ्याक्क चौडाबाट अब हामी कता जान्छौँ भने परिचय पत्र बनाउनुको लागि हामी चाहिँ यतिखेर चाहिँ गाइस हामी परिचय पत्र बनाउन आएको मेरो। अनि अहिले चाहिँ एकदम पछि परेछु, ढिलो आएर। कतिखेर आउने पालो थाहा छैन, त्यही भएर यसो शीतलतिर विश्राम गर्दै हामी टाइम त लाग्छ है। अहिले हेर्नु कति राम्रो आएको छ। मेरो कपाल त चराको पहेँटा जस्तै भएछ कि। हामी चाहिँ दिदीको मोबाइलमा कभर र उस हाल्न थियो ग्लास, त्यसको लागि चाहिँ हामी बुटोलतिर यता निस्केको थियौँ। अनि हामी चाहिँ भिडभाडले गर्दै अलिकति ढेउ पनि भइरहेको थियो, गर्मी एकदम थियो। अनि यसो हेर्नु कलर, दिदीले चाहिँ हेर्नु न उहाँ कभर हालिराख्नु भएको थियो। अनि मैले चाहिँ पछिबाट सट्टै भिडियो बनाइदिएको कि उहाँ नयाँ कभर हाल्छु म, नयाँ ग्लास। अनि कभर हाल्ने बित्तिकै म घर जान्छु भन्नुभयो। अनि घरतिर आएर जानुभयो। मैले चाहिँ उसलाई के भनेको भने सोलो भनेको थिएँ, सोलो चलाउनु सोलो भनेको, उसले झन् भिडियो बनाइदिएको त झन् रम्काउँछ नि के अरे। मैले आफ्नो चाहिँ के ढिलोले नहालोस् भने चाहिँ चस्मा लगाएँ। साथीको स्कुललाई मस्त सम्हालियो। अनि घरतिरलाई उहाँ तुफान दिन बाजा, त्यही माथि हामीले हरिबानो। यो स्वतन्त्र आकाशमा मेरो बिथोलिएका सपनाहरूको बिम्बाकाशलाई म कसरी अनदेखा गरौँ। मेरो आशा आकाङ्क्षाका धागोले उडिरहेको जीवनसँग म छुटाउन चाहन्न। तिमी फुल्दै आउँछौ, मायाका 2-3 मिठा गीत गाउँछौ। अनि मलाई साथीले चाहिँ घर छोडिदिन्छु भन्थ्यो, ल छोडिदेऊ भन्ने। अलिकति यताउति देखाइदिएको कि कति कस्तो छ भनेर। अलिकति ब्लर आयो क्या, होइन त्यो धेरै जुम गरेर। अनि मेरो घर चाहिँ यति थियो, साथीले मलाई रोके। अनि बाई ल चाप राम्रोसँग। ऊ त्यो के रुख हो? तोरीको रुख हो। चाहिँ म फाइनली घर आएँ। अनि अलिकति आउन चाहिँ ढिलो भयो, ढिलो भन्दा नि अलिकति अब परिचय पत्र लिनुभएको, त्यही भएर चाहिँ ढिलो भयो कि। त्यसको लागि चाहिँ अब टाइम पनि धेरै लाग्यो। अब नयाँ सरकारले नयाँ नियमहरू ल्याउँछ, परिवर्तन गर्छ भनेर चाहिँ अब आउने परिचय पत्र चाहिँ मेरो घरमै आउनुपर्छ, पासपोर्ट पनि घरमै आउनुपर्छ भन्ने म आश गर्छु। अनि धेरै पछि ब्लग आएको थियो, सबैजनाले साथ सपोर्ट दिनुभएको थियो मलाई, दिनुभएको छ अझै पनि। फेरि पनि मेरो च्यानललाई लाइक कमेन्ट सब्सक्राइब, एकचोटि सब्सक्राइब गरेका जतिले अनसब्सक्राइब गरेर फेरि सब्सक्राइब गर्नु होला। किनभने म रिब्याक भयो जस्तै तपाईँहरूको सब्सक्राइबले पनि तपाईँको च्यानलमा मेरो फेरि पनि पोस्ट देखाउँछ भन्दै आजको ब्लगलाई यहीँ इन्ड गरौँ। अनि ब्लग रेगुलर नभए नि ब्लग चाहिँ स्योर आउँछ, जता गयो नि यताउता। अब चाहिँ मिस हुने छैन हरेक कुराको। बाई बाई, सबैजनालाई ख्याल गर्नु, आराम गर्नु, मस्त रहनु, मस्ती गर्नु।